नमस्ते, म गणेश बहादुर श्रेष्ठ। आज एउटा सानो कविता लिएर आइरहेको छु। जानी नजानी लेखेर हजुरहरू समक्ष आइरहेको छु। सुरु गर्ने अनुमति माग्दै मैले सुरु गरेँ। कविताको शीर्षक छ आऊ मिलाऊ हातहरू। हस्त मैले सुरु गरेँ। आऊ मिलाऊ हातहरू, हातेमालो गरी अघि बढ्नु छ। आऊ मिलाऊ हातहरू, हातेमालो गरी अघि बढ्नु छ। फाटेका मनहरू सिलाउनु छ। उल्टो चालिएका पाइलाहरू मेट्नु छ। सफलताको पाइला चालेर अघि बढ्नु छ। आऊ मिलाऊ हातहरू, हातेमालो गरी अघि बढ्नु छ। आँखामा आँखा मिलाएर वार्तालाप गर्नु छ। आँखामा आँखा मिलाएर वार्तालाप गर्नुपर्छ। आज मसँग गरेको कुरो भोलि उसँग गर्न सक्नुपर्छ। सुनेको भरमा जान्नु न तान्नु, चिया गफ र भट्टी गफ गर्नुहुन्न। अर्काको लहाइ लहाइमा लाग्नुहुन्न, आफैलाई पछि धोका हुन सक्छ। आऊ मिलाऊ हातहरू, हातेमालो गरी अघि बढ्नु छ। मरेर को फर्केको छ, फुटेर को जुटेको छ र ठुलो भएको छ। मरेर को फर्केको छ, फुटेर को जुटेको छ र ठुलो भएको छ। यति जान्दा जान्दै पनि तिमी उही बाटो हिँड्छौ भने तिमी लड्छौ। उज्यालोको साथ पाएन भने आफ्नै छायाले त साथ छोड्छ। उक्साउने बेलामा धेरै भए पनि लड्ने बेलामा तिमी एक्लै हुनेछौ, याद राख। आऊ मिलाऊ हातहरू, हातेमालो गरी अघि बढ्नु छ। यो समय आरोप र प्रत्यारोप लगाएर बस्ने होइन, हुँदै होइन। यो समय आरोप प्रत्यारोप लगाएर बस्ने होइन, हुँदै होइन। उठेर कुन सही बाटो हो भनी पहिलाउने बेला आएको छ। के गर्दा सबैको भलो हुन्छ, कुन बाटो सबैलाई सहज हुन्छ, त्यही बाटो आफ्नो अन्तिम गन्तव्य बनाउनुपर्छ। लक्ष्यमा अवश्य पुगिन्छ। आऊ मिलाऊ हातहरू, हातेमालो गरी अघि बढ्नु छ। हस्त नमस्ते। मेरो लागि 2 मिनट समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। मिठो कमेन्ट गरिदिनु होला। फेरि पनि धन्यवाद दिँदै बिदा हुन्छु। हस्त नमस्ते।